सर्वोत्तम पेन्ट्स कम्पनी लिमिटेडले आफ्नो आइपिओको नतिजा सार्वजनिक गरिसकेको छ। जो लगानीकर्ताहरूले यस कम्पनीले निष्कासन गरेको आइपिओमा आवेदन दिनुभएको थियो, तपाईँहरूले विभिन्न वेबसाइटमा गएर आफ्नो आइपिओको नतिजा चेक गर्न सक्नुहुनेछ भने जो लगानीकर्ताहरूले मेरो सेयर एप्लिकेसनबाट आफ्नो आइपिओको नतिजा चेक गर्दै हुनुहुन्छ भने मेरो सेयरमा चाहिँ आइपिओको रिजल्ट देखाउन केही समय लाग्नेछ। यस कम्पनीले यही जेठको 28 गतेबाट असारको 2 गतेसम्म 7,05,500 किता सेयर आइपिओ मार्फत सर्वसाधारणको लागि निष्कासन गरेको थियो भने निष्कासन गरेको आइपिओमा अत्याधिक बढी आवेदन पर्न सफल भएको थियो। यस कम्पनीले निष्कासन गरेको आइपिओमा 28,97,125 लगानीकर्ताहरूले आइपिओको लागि आवेदन दिनुभएको थियो भने जम्मा 70,550 लगानीकर्ताहरूले मात्र यस कम्पनीले निष्कासन गरेको आइपिओ 10 फिर्ताको दरले हात पार्न सफल हुनुभएको छ भने अन्य लगानीकर्ताहरू यस कम्पनीले निष्कासन गरेको आइपिओ पर्नबाट वञ्चित हुनुभएको छ। जम्मा 70,550 लगानीकर्ताहरूले मात्र यस कम्पनीले निष्कासन गरेको आइपिओ हात पार्न सफल हुनुभएको छ। यस कम्पनीको इपिएस ₹7.58 रहेको छ भने यस कम्पनीको नेटवर्थ ₹110.17 रहेको छ र जो लगानीकर्ताहरूले यस कम्पनीको आइपिओ हात पार्नु भएको छ उहाँले 1000 को लगानीबाट 11,000 सम्म प्रॉफिट बुक गर्न सक्नुहुनेछ। यस कम्पनीको सेकेन्डरी बजारमा ओपनिङ प्राइस ₹110 देखि 330 को बीचमा रहेर अथवा 330 मै यस कम्पनीले सेकेन्डरी बजारमा आफ्नो पहिलो कारोबार सुरु गर्नेछ।